नमस्कार सम्पूर्णमा म देवराज चौधरी। आजको भिडियोमा हामी तोरी खेतीको बारेमा कुरा गर्नेछौँ। तोरी खेतीमा एउटा काम जसले उत्पादनमा धेरै फरक परेको छ त्यो हो साथीहरू सिँचाइ। साथीहरू हामीले दुई ठाउँमा एकै दिन कार्तिक 3 गते तोरी छरेका थियौँ। जमिनको तयारी गर्दा मलखात पनि बराबर हालेका थियौँ, तर समय परिस्थितिको कारणले हामीले यसमा सिँचाइ गर्न सकेनौँ। यो हाम्रो सिँचाइ नगरेको खेत हो। यहाँ देख्न सक्नुहुन्छ बोटहरू सनसाना छन्, माटो सुक्खा छ, फुलहरू आधामै झरेका छन्, कोसाको आकार पनि सानो छ, कोसाको सङ्ख्या पनि कम छ। यो चाहिँ हाम्रो सिँचाइ गरेको तोरी हो। एकदमै राम्रो भएको छ। यसमा हामीले 21 दिनमा सिँचाइ दिएर प्रति कट्ठा 1.5 केजी युरिया हालेका थियौँ। एकदमै राम्रो भएको छ। तोरी भनेको छोटो अवधिको बाली हो। यसको जरा खासै तलसम्म गएको हुँदैन, त्यसकारणले माटोबाट पोषण प्राप्त गर्न सिँचाइ आवश्यक पर्छ। तोरीमा सिँचाइको लागि उपयुक्त समय भनेको फुल फुल्नुभन्दा अगाडि 20 देखि 25 दिनमा गर्नुपर्छ। यसको खेतीको लागि खासै गहिरो जोताइ पनि आवश्यक हुँदैन। यसको जरा खासै गहिरोसम्म गएको हुँदैन। गहिरो जोताइ भएको खेतमा सिँचाइले तोरी ढल्न पनि सक्ने भएकोले यो कुरालाई चाहिँ विचार गर्नुहोला।